नमस्कार। कार्यक्रम फोकसमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। म हुँ राजेन्द्र सिंह। आज हामी वीरगञ्ज नगुवामा रहेको काव्य एकाडेमीमा छौँ र यस विद्यालयको आदरणीय ममता कुशवाहा म्याम हुनुहुन्छ र उहाँसँग हामी 2082 को भर्ना अभियान सम्बन्धी कुराकानी जोड्नेछौँ। साथमा यस विद्यालयको उपलब्धिको बारेमा पनि चर्चा गर्नेछौँ। सुरुवातमा म उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, स्वागत छ। सुरुमा काव्य एकाडेमी नगुवामा अवस्थित छ। काव्यको बारेमा अलि जानकारी गराउनुहोस्। काव्य कहिले सञ्चालनमा आएको हो, कहिले स्थापना भएको हो, यसको इतिहासको बारेमा अलिकति भन्नुहोस्। सबैभन्दा पहिला मेरो नमस्कार। म ममता कुशवाहा, यस काव्य एकाडेमीको प्रधानाध्यापक। यो विद्यालय भनेपछि 2071 सालदेखि सञ्चालनमा हुँदै आइरहेको छ। यहाँ विभिन्न जात जाति बच्चाहरू चाहिँ पढ्ने गर्दछ। यो विद्यालय भनेपछि पिजी देखि लिएर कक्षा 10 सम्म सञ्चालनमा शिक्षा प्रदान गर्ने गर्दछ। सुरुमा कति थियो? सुरुमै 10 सम्म थियो अथवा स्थापना कालदेखि? हैन, सुरुदेखि त हाम्रो युकेजी सम्म थियो, पिजी देखि युकेजी सम्म थियो। हजुर, 71 सालमा। हजुर, बिस्तारै बिस्तारै हाम्रो एक एक क्लास ग्रेडिङ बढ्दै बढ्दै अहिलेसम्म 10 सम्म पुगेको छ। हजुर, 2071 सालमा स्थापना भएर 2081 यो 10 वर्षको दरमियानमा विद्यालयले के हासिल गरेको छ? पछाडि हामी ब्याकग्राउन्डमा तपाईको विद्यालयको भवन पनि हेर्दैछौँ। यसका अलावा विद्यालयको उपलब्धिहरू के छ? उपलब्धिहरू भन्दाखेरि धेरै छ। पहिला बच्चाहरू थोरै थिए, अहिले बच्चाहरू हामीसँग गुणस्तरीय शिक्षा हामी प्रदान गर्दै आइरहेछौँ। अहिले बिस्तारै बिस्तारै हामीसँग 600 प्लस हाम्रो बच्चाहरू छ यहाँ। साथै हाम्रो बच्चाहरूको पनि रिजल्टहरू पनि 100% यहाँ आउने गर्दछ। कतिजना शिक्षकहरू राख्नु भएको छ अहिले? पहिले लगभग हाम्रो शिक्षक भनेपछि 15 जना महिला चाहिँ अनि 4 जना चाहिँ मेल टिचरहरू हुनुहुन्छ अहिले। हजुर, कति गाह्रो छ विद्यालय सञ्चालन गर्न? 10 वर्षको अनुभव कस्तो रह्यो? त्यति त साह्रो छैन। हजुर, हाम्रो यहाँको गार्जियनहरू पनि राम्रो हुनुहुन्छ, बुझिदिने, टाइममा पेमेन्ट गरिदिने, बच्चाहरूलाई गृह कार्यमा पनि हेल्प गरिदिने, सहयोग गरिदिने। त्यस्ता खालको केही समस्याहरू आयो भने हामी प्यारेन्ट टिचर मिटिङ पनि राख्छौँ। गार्जियनहरूलाई बसाएर मिटिङ गरेर भेला गराएर हामी समस्याहरू भन्छौँ। टिचर र एउटा भनौँ न अभिभावकको चाहिँ सम्बन्ध चाहिँ मजबुत नै छ यहाँको। हजुर, यो बिचमा कोभिड पनि परेको थियो। 71 देखि अहिलेसम्म आउँदाखेरि कोरोना पनि परेको थियो। यो बिचमा विद्यालयलाई पनि गाह्रो भएको थियो। यो विद्यालयलाई कस्तो अवस्था थियो? यो विद्यालय त हुन त बन्दै थियो, तैपनि हामीले अनलाइन क्लास चाहिँ चलाएको थियौँ। भनौँ न यो प्रदेश नम्बर 2 को नै हाम्रो पहिलो स्कुल हो जुन हामीले बन्दका जुन बिचमा जुन फीहरू थियो त्यो हामीले घोषणा गर्यौँ कि शिक्षकहरूद्वारा मिटिङमा बसाएर कि उहाँहरूले स्यालेरी लिनु हुँदैन भनेपछि हामी पनि ढुक्क भयौँ र एनाउन्स गरिदियौँ कि हामी यो बन्दको चाहिँ हामी लिँदैनौँ फीहरू। हजुर, नलिएर बच्चाहरूलाई अनलाइन क्लास गरायौँ। त्यसमा पनि बिचमा क्लासहरू पनि बिचमा खुलेर पनि क्लास चलेको हो। अच्छा, अहिले विद्यालय सञ्चालन गरिरहँदाखेरि तपाईँले पाउने सहयोग चारैतिरबाट, समाजबाट, राजनैतिक दलबाट, स्थानीय प्रहरी प्रशासनबाट, नागरिक समाजबाट कस्तो पाइरहनु भएको छ? कस्तो उपलब्धिहरू पाइरहेको छ? उहाँहरूको सेन्टिमेन्टहरू कस्तो पाइरहेको छ? शुभकामना, सुझावहरू के पाइरहेको छ? शुभकामनाहरू त दिनुहुन्छ, सुझाव पनि दिनुहुन्छ। हाम्रो यहीँको प्रहरी पनि हुनुहुन्छ नगुवा चौकको, केही कार्यक्रम गराउँदा उहाँहरूले सपोर्ट गरिदिनुहुन्छ। अभिभावकहरूले पनि आएर हाम्रो सल्लाह सुझाव बिचमा दिने, टिचरहरूसँग अफिसमा आएर पनि भन्ने, त्यस्तो चाहिँ हुने गर्दछ। अब कुरा गरौँ यो 2082 को भर्ना अभियानको बारेमा। के छ तयारी, कस्तो हुँदैछ? तयारी त चलिरहेछ हाम्रो। भनौँ न यो 81 माघ भनौँ न वसन्त पञ्चमीदेखि नै हाम्रो नयाँ बच्चाहरू जुन अहिले पढाइ सुरु भएको छैन त्यस्तो बच्चाहरूको नामाङ्कन चाहिँ भइरहेको छ र वैशाखभरि पनि हामी निशुल्क भर्ना गरिरहेको छौँ र हजुर निशुल्कै हुन्छ। फर्म चार्ज पनि लाग्दैन, तपाईँको रेजिस्ट्रेसन चार्ज लाग्दैन, एनुअल इसी जुन एक्स्ट्रा चार्जहरू हुन्छ त्यो चाहिँ प्रथम वर्ष छोडिदिन्छौँ बच्चाहरूको बुक कपी ब्यागहरू म्यानेज गर्नको लागि। त्यसपछि हाम्रो
भर्ना लिएपछि पनि हाम्रो बच्चाहरूलाई क्लास स्टार्ट गरेर बाँकी एक्टिभिटिजहरू पनि अगाडि बढाउँछ र यो महिनाभरि वैशाख 30 गतेसम्म हामी फ्री नै लिने हौँ। हजुर जस्तो काव्यमै किन भर्ना गर्ने त अलि धेरै विद्यालयहरू छन् नि त यहाँ हैन नगुवामा पनि धेरै विद्यालयहरू होला अब काव्यमै किन आउने त यहाँ के छ विशेषता आउनको लागि सबभन्दा अगाडि त नाम त म खोल्न चाहदिनँ हैन हजुर किनभने नराम्रो असर पर्न जान्छ विद्यालयहरूमा तर यहाँको नगुवाको अहिलेसम्ममा विद्यालयहरूमा हामीले न्यूनतम मन्थली फ्री राखेका छौँ गुणस्तरीय शिक्षा प्रदान गर्छौँ बच्चाहरूलाई बिचबिचमा मोटिभेसन क्लास पनि गराउँछौँ एक्स्ट्रा एक्टिभिटिजहरू डान्स क्लासहरू भयो टाइकान्डो क्लासहरू भयो त्यस्तो एक्टिभिटिजहरू गराएर बच्चाहरूले मोटिभेट गरेर पढाउँछौँ फ्राइडे र ट्युसडेको दिन हामीले फ्री बुक पनि एक्टिभिटिजहरू गराउँछौँ जुन दिन हामी बच्चाले बुकमा लोड नदिएर होमवर्क नदिएर बच्चाहरूले खेलाइ कुदाएर पढाउने जस्ता कार्यहरू पनि हामी गराउँछौँ इसी अन्तर्गत यो हजुर हजुर अनि फी पनि एकदमै कम छ भन्नु कति लिनुहुन्छ एकचोटि हाम्रो फी त पिजी क्लासको भनौँ न 900 देखि लिएर स्टार्टिङ छ हजुर हजुर अच्छा जति पनि प्राइभेट स्कुलहरू छ नि हजुर सर यो कमाउनको लागि खोलेको छ भन्छन् धेरै कमाइ हुन्छ यसमा धेरै प्रफिट हुन्छ चारैतिर कमिसनको कुराहरू आउँछ त्यस्तै हो के छ अवस्था धेरै आरोपहरू लाग्ने गर्छ त्यस्तोमा त म खासै सहमति छैन यो क्वालिटी हो सबले त ए फर एप्पल बी फर बल नै पढाउने हो हैन गुणस्तरीय शिक्षा जसले जति फ्यासिलिटी प्रदान गर्छ त्यति चार्ज राखिएको छ तर हामीले चाहिँ न्यूनतम राखेको छौँ न्यूनतममा राम्रो भन्दा राम्रो गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छौँ हजुर यो सबै विद्यालयले भन्छ हामीसँग राम्रो शिक्षक हुनुहुन्छ राम्रो कुरा छ अझै राम्रो के छ जुन बाहिर देख्न सकियोस् जस्तै तपाईँहरू अहिले भर्खरै विभिन्न गेममा विनर हुनुभएको छ अहिले जारी भएको गेममा हजुर भर्खरै हामीले टुर्नामेन्टमा गर्ल्सले पनि फर्स्ट भएको छ तथा सिनियर बोइजले पनि फर्स्ट भएको थियो हिजो भर्खरै हाम्रो बच्चाहरूले पनि जितेको छ र अगाडि पनि तयारीमा छन् बच्चाहरू जित्नको लागि कुन कुन गेममा पार्टिसिपेट गराउनुहुन्छ अहिलेसम्म कुन कुन गेमहरू पार्टिसिपेट गर्नुहुन्छ क्रिकेटमा छ क्विजमा छ त्यस्तै डान्समा पनि छ कम्पिटिसनहरू पनि बच्चाहरू बाहिर जान्छन् डिबेट कम्पिटिसनहरू हुन्छ त्यसमा बाहिर जान्छन् मार्शल आर्टहरू पनि हुने गरिरहेको छ हजुर अहिले त फाइनल एक्जाम भएको अहिले स्थगित छ फेरि हामी सुचारू गराउने छौँ क्लास सञ्चालनपछि पछिल्लो समय हेर्ने हो भनेदेखि जुन सामुदायिक विद्यालय छ अनि प्राइभेट विद्यालय हजुर सर त्यसमध्ये प्राइभेट विद्यालयको नतिजा एकदम राम्रो आउने गर्छ सामुदायिक विद्यालयको एकदम कम आउने गर्छ लास्ट टाइमको शिक्षाको नतिजा हेर्ने हो भनेदेखि 48% मात्रै सीको नतिजा आउन सक्यो धेरै फेल भए के कारण होला शिक्षाको अवस्था किन सुध्रिन सकेको छैन तो 1 देखि 10 सम्मको शिक्षा आधारभूत शिक्षा चाहिँ कमजोर हुनु बच्चाहरूलाई अहिलेदेखि भनौँ न प्यारेन्टिङ पनि कम भएको अहिलेसम्म एनालाइसिस गरेको हो सानो 1-2 क्लासमा पढ्दाखेरि पनि सामाजिक सञ्जालहरू प्रयोग गर्न थाल्छन् बच्चाहरू गेमहरू खेल्ने त्यसले गर्दा पनि पढाइमा असर परेको देखिरहेछ तथा हाम्रो भनौँ न बच्चाहरूले शिक्षा भनेपछि बच्चाहरूले रट्ने प्रचण्ड बढी छ बच्चाहरूले विश्लेषण गर्न नसक्ने आफै लेख्न नसक्ने त्यस्तो पनि कमी भएर बच्चाहरू चाहिँ डिमोटिभेट भएर लेख्न नसक्ने एक्जाममा भएर असफलता पाइरहेको छ सरकारको यसमा कस्तो छ सरकारले यसमा के तयारी गर्दैन के छ अवस्था यहाँ रिजल्ट एकदम कम आउनु सबै दोष शिक्षकहरू मात्रै जान्छ विद्यालयहरू मात्रै जान्छ तपाईहरु पनि दोषी हुनुहुन्छ कि नाइ यो शिक्षा स्तर घट्नुमा के छ प्राइभेट स्कुलको त राम्रो रिजल्ट आइराको हजुर सर अरु के गर्न सकिन्छ सुधार्नको लागि शिक्षाको स्तर सुधार्नको लागि हामीले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छौं साथै गार्जियनहरूले पनि बच्चाहरूले गाइड गर्दिनु पर्यो र सरकारले पनि अनुदान गर्दिनु पर्यो भनिन्छ शिक्षा भनेपछि हामी मन्दिरमा पैसा चढाउन जान्छौं हैन एउटा भनाइ छ तर विद्यालय पनि एउटा मन्दिर हो त्यहाँ पनि दान गर्दिदा अशक्त बच्चाहरू जो गार्जियन चाहिँ फी पेड गर्न सक्नु हुँदैन त्यस्तो बच्चाहरू पनि पढ्न सक्छन् राम्रो त्यहाँ पनि डोनेसन दिनुपर्छ अब अन्तिमतिर छु म्याम म के भन्नुहुन्छ सम्पूर्ण गार्जियनलाई यो भर्ना अभियानलाई लिएर सबैलाई के अनुरोध गर्न चाहनुहुन्छ भन्नु पर्दाखेरि यस सन्दर्भमा हामी भनौं न ग्रामीण समुदायका जति अभिभावकहरू हुनुहुन्छ आफ्नो बच्चालाई शहरमा राखेर पढाउने
फेरि पहाडी भूभागको बच्चाहरू पनि गएर मेहनती हुन्छन्, पढ्न खोज्छन्, तर सहरको बच्चाहरू मेहनत गर्न जान्दैनन्। त्यो भएर पनि हाम्रो बच्चाहरू कहीँ न कहीँ हाम्रो सफलता चाहिँ कम आउँदै गइरहेको छ, गुणस्तर घट्दै गइरहेछ। यहाँ फेसिलिटी त छ तर बच्चाहरू त्यसको सही सदुपयोग गर्न सकेको छैन। ती बच्चाहरूलाई प्यारेन्टिङ भयो, टिचरले भयो हैन, अभिभावकहरूले पनि बच्चाहरूलाई गाइडेन्स गरिदिनु पर्यो, एउटा बाटो देखाइदिनु पर्यो त्यो वेमा गर्नको लागि। साथै एउटा अझै पनि म अनुरोध गर्न चाहन्छु गार्जियनहरूलाई, जति पनि हामी पैसा कमाउँछौँ हैन, त्यो पैसालाई हामी जमिन किन्छौँ, ब्याङ्कमा राख्छौँ हैन, त्यो भन्दा राम्रो हामी चाहिँ बच्चाहरूमा इन्भेस्ट गरौँ। भोलिको दिनमा बच्चामा लगानी भनेको लङ टर्मको लगानी हो। भोलि ठुलो सफलता भएर बच्चाहरू सफल हुन्छन्, फेरि पैसा कमाउन सकिहाल्छ, कमाउन सकिन्छ। सर समय दिनुभयो, यो शिक्षाको बारेमा छोटकरीमा विश्लेषण पनि गरिदिनु भयो, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। र आज हामी ममता कुशवाहा म्यामसँग यो छोटकरीमा छलफल गऱ्यौँ। मलाई लाग्छ उहाँले भनेका कुराहरूमा यहाँको पनि सहमति छ होला र फोकस कार्यक्रममा साथ दिनुभएकोमा मनोज मिश्रजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। म पनि आज्ञा चाहन्छु। नमस्कार।